हेलो एभ्रिवान, हेलो गाइज, के छ तपाईँहरू खबर? अनि जयमसी नमस्ते यहाँहरूलाई। हाम्रो भान्जा यहाँ हुनुहुन्छ, हामीसँग एउटा कुकुर पनि आछ। आज चाहिँ हामी यहाँ किन भिडियो बनायो भनेदेखि चाहिँ माछा मार्न जाँदैछु गाइज हामी चाहिँ। अनि म चाहिँ झोला बोकेर उहाँ सबैले बोक्दै हुनुहुन्छ, अनि हामी एकजना चाहिँ उहाँ हुनुहुन्छ, अनि पछि आउँदै हुनुहुन्छ। अनि यो समय चाहिँ हामी माछा मार्न जाँदैछौँ आज खोलामा। फेरि तपाईँ दङ पर्नु होला, अनि बर्खाको समय छ, माछा मार्न हिँडेको समय। ए मेरो त बिला हानिरहेछ होइन। ओ के छ, ठिक छ ल। म चाहिँ जाँदैछु यहाँबाट, अनि मैले त्यहाँबाट चाहिँ लिचुर खाने सुरु पनि गरेको है। अनि सबले लाइक कमेन्ट सब्सक्राइब गर्नु पऱ्यो मलाई। अनि बाटो जाँदैछु म यहाँ मोबाइल तेर्साउँदै। तपाईँ कहाँबाट आउनुभयो? अनि मैले मोबाइल तेर्सेर मुसमुस हाथेँ के हो तपाईँ मान्छे के भयो यार, यो तेर्साउनै नहुने। हेर्नुहोस् त गाइस, यहाँ लिची बोट छ, तर लिची छैन पनि भ्याइसक्यो। लिची चोरौँ भने एउटा चोरेर खानु पायो थियो। हो पख्नुहोस् है गाइस, म लिची चोरेर खान्छु एक दुईवटा, अनि म हिँड्छु। धेरै खायो भने त मार्छ, फेरि एक दुईवटा चाहिँ खानु पऱ्यो। मारेर मार्छ एक दुईवटा चाहिँ होइन। पख्नुहोस् गाइस। हेलो गाइस, अघि चाहिँ मैले लिची चोरेको थिएँ। लिची चोरेको त्यो अब देखाउनु हुँदैन कतिपय कुराहरू, त्यही भएर मैले नदेखाएँ होइन। ल आउनुहोस् त धेरै। अब हामी यहाँबाट उ त्यहाँ अरूले हेरेर जाने हो क्या। ल आउनुहोस् त तपाईँहरू जानु सबैजना। ए के छ गाइस, म चाहिँ लिची पनि फेरि अरू त लुकेर चोर्छ, हामी त क्यामेरामा देखाइदिए चोर्ने हो लिची पनि। यहाँ त अग्लो रहेछ यार, सक्दैन यति चाहिँ खाइदिनु। धेरै चाहिँ नखाउँ, धेरै खायो भने फेरि चोरेर घर लानु चाहिँ हुँदैन, तर खानु चाहिँ हुन्छ। त्यो रुखियो कोही छैन हजुर। हेर्नु सर, म लिची चोरेर खाएको छु, कसरी नभनिदिनु होला है। म एकदम लिची चोरेर खाएको सर। धेरै चोरी त मार्छ होइन, दुईजना चोर्छु खाँदै भाग्नु यार। जाउँ, धेरै चाहिँ मार्छ यार। आउनु जाउँ, धेरै चोरौँ भने क्या, धेरै चोर त मारिहाल्छ। म त चोरेर भागिन्छ मान्छे देखेँ भने फेरि तनाव गाह्रो छ नि त होइन। गाह्रो छ नि त चोरेर खानु त, फेरि अब चोरेर खानु परेछ आफूलाई। हेलो नमस्ते झर्लाङ, फेरि पनि म उपस्थित भइसकेको छु। अघि चाहिँ म त्यो चोरेर भागेको थिएँ, त्यही भएर अनि क्यामेरा त्यस्तै भयो। फेरि पनि म उपस्थित भइसकेको छु। अनि म चाहिँ खरेवनको ओह्रालो झर्दैछु। अनि यो चाहिँ हाम्रो खरवन हो, अनि यहाँ चाहिँ खरवन जाने बाटो हो। अनि हाम्रो यहाँ एउटा नेपाल आमा हुनुहुन्छ, घाँस काट्दै नेपाल आमा। अनि म चाहिँ ओह्रालो झर्दै गर्दा अनि एउटा अरेलो गोलो मैले देखाएको थिएँ है, तर मेरो क्यामेराले अलिक भ्याउँदैन। म त मेरो अरेलो गोलो चाहिँ म तपाईँहरूलाई बेलुका देखाउँछु होइन। अनि सठिक भिडियोमा मैले जोड्छु, म तपाईँलाई फुल भिडियो हाल्दा चाहिँ म देखाउँछु। अनि म यो समय झर्दै गर्दा चाहिँ उ त्यहाँ माटोमा एउटा ओह्रालो जस्तो माटोमा चाहिँ फेरि हजुर हजुर म त भिडियो त्यसमा चाहिँ हिँडेँ है। ल ल ए हस् हस्, ए हुन्छ हुन्छ हुन्छ। अनि कोही त्यो बाघ पनि रुखा चढ्दो रहेछ, बल्ल देखेको छु मैले। हो त्यहाँ बाघ रुखा चढेको छ, पहिलोचोटि देखेको हुनुहुन्छ। अनि म चाहिँ यो समय तति बाटोबाटै झर्दैछु। यहाँ चाहिँ अरेलो गोलो छ है, तपाईँ क्यामेराले भेट्दैन हेर्नुहोस् त। अरेलो गोलो भइसक्यो, यसले त यो वरिपरि बस्नै दिँदैन। यसलाई चाहिँ एक महिना पछाडि हामी अब अरू पोल्ने छैन, यही उयोबाट बिनेर चट्टा पोल्नु सौरी छ होइन। यो चाहिँ कालो अरेलो हो। मैले यहाँ छेउ झार्दै गर्दाखेरि चाहिँ मलाई 15 मिनट यही रुखमा अड्काइदिएको त्यो कालो अरेलले चढ्यो है, म टोकेर मार्थ्यो। डुम्री खाऊ भने डुम्री पनि बोटमा छैन, बोट मात्रै रित्तेको छ होइन।
म चाहिँ ओह्रालो झर्दैछु म तपाईँहरूलाई माटोमा भएको अरेल देखाउँछु है त माटोमा कसरी अरेल हुँदो रहेछ यो कुरा चाहिँ म देखाउँछु माटोमा भित्र पनि अरेल हुन्छ के भयो बाघ योबाट हाङगुर गर्दै त म चाहिँ यो मुनिया र यो ओह्रालोमा चाहिँ यहाँ मकै पनि गोड्खाने तपाईँले देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ अरेल छ अरे यो के अरे कालामा त्यो यता मकै गोड्न देखाएँ अरे अरेलले गर्दाखेरि चाहिँ म अब त्यहीँ हेर्दै जाँदैछु है त ल अब के गर्नु त बेरोजगारीको सदुपयोग गर्ने मै हो ल एकदम कहाँनिर छ अरे यहाँ अरेल हो त्यो मलाई भर्खर टोक्लानु बुढा ओ यहाँ अरेल कहाँनिर छ भने मुनेर यता नै गोड नदिने त म क्यामेरा ब्याक गर्छु पाउने त त्यसो भए क्यामेरा ओ माई गड म तपाईँहरू बिचमा चाहिँ अब अरेलले कहाँनिर लामा देखाउँदैछु मैले पनि देखाएको छैन यो दुला हो क्या हो सर यहाँनिर हो क्या हो तिमीहरू रोज टोक्लानु बुढा यो मुनेर अनि यहाँ कसरी हो मुनेर त त्यो मुनेर चाहिँ मकै गोडेको त हिँड जस्तो लाग्यो त यहाँ तल ढुङ्गी छैन अनि नगोडे त मकै यहीँ हो दुलो त यहीँ छ सब उडाइसक्यो के अरे गाइज मैले तपाईँहरूलाई ढाँटे जस्तो हुन्छ तर पुरानो दुलो चाहिँ छ है तपाईँहरूलाई दुलो पनि देखाउँदैछु कि तपाईँहरू देख्नुहुन्छ दुलो हो अनि यहाँ चाहिँ अरे त्यही त्यो माटो पनि तर उडाइसकेको छ तर तपाईँलाई मलाई उ त्यो माथि त्यो रुखमा चाहिँ त्यो सालको रुख बिचको सालको रुखमा चाहिँ साँच्चो है फेरि यसको नाम चाहिँ चाराहेँ ओ चाराहेँ ओए ओए तेल हजुर लाइस टोक्ला फेरि अरेलले फेरि रहेछ भने टोक्छ नि अर्को नै आयो ल ओए यहाँ दर्शन गर दादालाई दर्शन गर मलाई दर्शन गर ल दुईवटा झापुले आइज त पनि बुढो भइस फेरि यसले चाहिँ अर्को साथमा लिएर हिँड्दाखेरि त्यसको प्याउ अस्ति हो फेरि अहिले चाहिँ एकदम हरियाली छ है त अनि त्यो चाहिँ खोरे भन्छ अनि यो चाहिँ गाउँ हो तर गाउँ भएर अलि पहाड हुन्छ भनिदिन सक्नुहुन्छ नर्कामा दुईजना हुनुहुन्छ अनि एउटा हो लामटी त्यसको नाम चाहिँ लामटी त्यहाँ हेरिरहेको छु अरे कति राम्रो कागुर उड्दै आयो अरे उड्यो कागुर के अरे त्यो मरेको जस्तो छ परेको मर्यो मेरो क्यामेरा अलिक भेट्दैन त्यति राम्रो छैन क्यामेरा त्यही भएर यसको नाम चाहिँ भैँसी ओइ तर भोक लाग्यो भन त तर भोक लाग्यो भोक लाग्यो भोक लाग्छ मलाई किन करा तेरो साथी छैन क्या हो तँलाई साथी आउँछ बेला भएपछि आफै साथी खोज्छस् यस म फेरि यस्तोबाट यो मेरो मोबाइल फर्क्यो ओखो नि मोबाइल त उता नै भयो नि त है यस्तै नगरौँ न उता नै भइदियो यार
ल मेरो ज्वाइँ साथी चाहिँ आउनु भएन सायद माथि बस्नु भएको अल्छी लाग्यो नि तर म चाहिँ झर्छु भन्दा आउनुहोस् किन आउने यो हे ओ माई गड हो ल आइज दादा आइज ओ मकै त नमारे फेरि मलाई मार्छ जम्मै कुकुर लगाएर मकै मार्यो भान्जा ओ भान्जा आउनु यार तपाईँ आउनु त यार म त जङ्गल जाँदैछु भन्दा आउनुहोस् त मान्छे यस्तो काला हाम फालिदिरहेको छ हामी त डराउँदैन नि हामी त सुनचेपाङ पऱ्यो सुनचेपाङ भन्दा फेरि चेपाङ भाषा बोल्न आउँदैन धेरै तर चेपाङ चाहिँ रियल चेपाङ हो फेरि हामी चेपाङ इज हामी अलवेज दामी यस राइट अन्तको चेपाङको त जम्मै नाक ठिप्दो हुन्छ तर हामी त अहिले नाक चुचो भएको अहिले नाक ठुलो भएको चेपाङ पऱ्यो त्यही पनि ठिक छ परमेश्वरले यति राम्रो सृष्टि दिनुभएको छ त्यसैमा हामी ह्याप्पी छौँ ल आउनु सर मेरो दुईजना सर चाहिँ मास्टर हुनुहुन्छ है किन आउनु भएन उहाँहरू के भयो खै भात पनि मेरो मात्रै थाहा के हो यार पहरी मलाई मात्रै आएको छ जहाँ गरी मलाई मात्रै लागे जस्तो छ होइन म हिँड्दैछु तपाईँहरूलाई को निम्ति भनेर म आज खोलामा जाँदैछु नुहाउन जाँदैछु म तपाईँलाई आज दरियालो खोला देखाउँदैछु दरियालो खोला चाहिँ फेरि तल हाम्रो वार्ड नम्बर 6 मा रहेको दरियालो खोला है कस्तो छ भने तपाईँहरूलाई देखाउँदैछु म होइन अनि यहाँ देख्नु म आइ पनि लगाइसकेँ थोरै बाटो बाँकी छ अनि दुईजना चाहिँ हराउनु भइहाल्यो मेरो साथीहरू भनेको यही टाढा हो यही टाढा हो मेरो साथी उहाँहरू त हराउनु भयो यार के भन्ने उहाँहरूले अब आउनु भनेको फल पखाइ भन्ने यार मैले भोलि बनाएपछि उहाँहरूलाई के भयो कुनै छैन आउनु भन्नु यार त्यो दुःखको कुरा यस्तो भन्नु नआउने माई गड हो आज घाम नलाग्यो भने अलिक गर्मी छ यार तपाईँहरूतिर गर्मी कतिको छ लाइक कमेन्ट गर्नु होला तपाईँले कमेन्टमा भन्नु कमेन्ट बक्समा सबले भन्नु होला है त तपाईँ कहाँबाट को बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ अनि तपाईँले एकअर्कालाई सपोर्ट गर्नु होला मलाई पनि लाइक कमेन्ट गर्नु होला म तपाईँहरूलाई पनि फलो ब्याक लाइक कमेन्ट गर्नेछु अनि हामी एकअर्कालाई सपोर्ट गर्नेछौँ होइन सबभन्दा ठुलो सपोर्ट त हो नि होइन तपाईँले एकअर्कालाई सपोर्ट गर्ने कुरा देखिन्न सबभन्दा कुरा चाहिँ प्रेम हो प्रेम चाहिँ सबभन्दा ठुलो कुरा हो त्यसपछि आनन्द होइन धैर्यता दया यो सबै कुराहरू थोकहरू चाहिँ हो नि सबै कुरा हामी पहिलो सुरुमा चाहिँ हामी एकअर्कालाई प्रेम गर्न सिक्नुपर्ने आवश्यक छ यस थ्याङ्क गड म अब यो यत्रो भिड हाम फाल्छु हेर्नु त मैले हिम्मत चाहिँ आउँछ फेरि तपाईँहरूको निम्ति हो यस फाल्यो ओहो म चाहिँ अब खुलामा आइपुगेँ यहाँ तलतिर झर्न बाँकी छ होइन कहाँबाट झर्नु भइरहेको कहाँबाट झर्नु उताबाट झर्नु पर्ने क्या अलिक भिड छ क्या फेरि यो उमेरमा पल्ली उमेरमा भिरभिरी किन हिँड्नु भयो फेरि ऊ मात्रै के अरे बुढो भएपछि भिड खोज्छ भन्छ तर म त जवानी छु म बुढो भएको छैन त्यहाँ म भिड खोज्दिनँ म चाहिँ सँगसँगै हिँड्छु होइन गाइजहरू अनि अरू के छ नयाँ नौलो तपाईँहरूमा आज मेरो ए पख म नि तिमीहरू सकुछु पख ए पख कहीँ लाग्छ र कोही चाहिँ गोठा लाउँदैछ त्यहाँतिर होइन एउटा बाख्रा सारेर आउँछ कोही मान्छेहरू चाहिँ आउँदै हुन्छ सुजङ्ग सानो बुढो भन्ने ल आइज डाँडबाट आइज पछाडि आउँदैछ चाहिँ बुढो भइसक्यो मेरो सरहरू म माथि डाँडाबाट उहाँबाट झऱ्यो माथिबाट अनि सरहरू चाहिँ आउनु भएन किन हो यार खै किन चित्त दुखाउनु भयो आम्मा कति राम्रो यो पार्टी तिमी हेर्थ्यौ त तिमी कति राम्री हेर हेर्थ्यौ त हाम्रो त्यो माउ चाहिँ कति राम्रो रहेछ पाठो चाहिँ कति राम्रो आमा ल ल ल फेरि मैले गर्दा त जाला त नजा मेरो खेत छ फेरि खाइदिए लाग्छ मेरो मकै बारी
मकै बारी दोर्याम भटमास मकै कर्याम होइन। ए म ठुलफाट देखाउँछु अब। यहाँ चाहिँ ठुलफाट भन्छ होइन। म चाहिँ अहिले बिस्मुरी भन्ने ठाउँमा आइपुगेको छु। बिस्मुरी काल्नाबाट म तपाईँहरूलाई ठुलीफाट देखाउँदैछु। ठुलीफाटको हालत के छ भन्ने कुरा तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ ठुलीफाट हो। अनि यहाँ चाहिँ कतिजना बाख्रा चराइरहनु भएको छ होइन। कतिजना काम गरिरहनु भएको बारीमा, कोही मकै गोड्दै हुनुहुन्छ, कसैको धान चाउमा आएर नि मकैको सुत्ला च्यापिसक्यो। अनि यो चाहिँ दोर्याउने खोला है त। हेर्नु त कतिजना बाख्राको ढुङ्गा हान्दै हुनुहुन्छ। ल हजुर बाख्रा आउँछ हेर्नु होला। म चाहिँ त उहाँहरू एकदम म फेरि साइकल देखिरहेको उहाँहरू है। यो के तेसाइरहेछ, कुन चाहिँ चेपाङको बाउ लाग्यो भनेर। म बाउ लाग्दैन, म सोध्दै मान्छे है त। तपाईँ गोठाला आउनु भा? मलाई चिन्नुहुन्छ? म चाहिँ अब मोबाइल देख्छ हिँड्ने मान्छे भइसक्यो। ए तेरिका गाह्रो छ। यो चाहिँ मेरो मकै बारी हो। आधी बाँझो छ, आधी मकै छरे छ। जाँगा लाएर धेरै म एकदम जाँगरिलो भएर यस्तो भएको हो। ल अब बाँकी भिडियो चाहिँ पछि म तपाईँहरूलाई राख्ने छु। फाइनल्ली गाइस हामी चाहिँ खोलामा आइसक्यौँ। अनि हाम्रो कुकुरहरू पनि खोलातिर गइसक्यो। अनि हामी चाहिँ अहिले घटुगाई भन्ने ठाउँ आइपुगेको थियौँ। यो चाहिँ घटुगाई थियो। अनि अघि हाम्रो चाहिँ 3जना थियौँ। फेरि हाम्रो भान्जा पछि फेरि आउनुभयो। अनि हामी फेरि 2जना भएको छौँ। अहिले हामी चाहिँ खोलामा आइसकेका छौँ है त। खोलामा आइसके अब हामी नुहाउँछौँ अनि माछा मार्छौँ, तपाईँहरूलाई देखाउँछौँ होइन। अनि यस यो चाहिँ खुला हो। अब हामी चाहिँ खोलाकुलै जाँदैछौँ। त्यहाँ 3जना मान्छेले माछा नि मारिरहनु भएको छ। त्यहाँ आधा गरेर मार्यो भने चाहिँ अब नुहाउनु आउनु के गर्नु। उयो त माछा रहेछ है, कति हेऱ्यो भने भन्यो नि माछा खाने। अनि हामी फाइन खोलामा आइपुगेका छौँ। हाम्रो एकजना मित्रले हामीलाई धोका दिनुभयो। उहाँ चाहिँ हामीलाई सुरुमा जाउँ भनेर उहाँ चाहिँ हुर्ली जानु पनि वहीँ हो, तर लास्टमा फेरि नआउने पनि वहीँ। अनि हामी चाहिँ अब चित्त दुखाएर भए पनि मुटु फुटाएर भए पनि हामी आउँदैछौँ। के गर्नु, मित्रले छोडिहाल्यो। मित्रले हामीलाई दिउँसै धोका दिनुभयो हामीलाई। ल हामी जाँदैछौँ। आउनुहोस् झर्ना आउनुहोस्। ओहो गाइस हेर्नुहोस् त, यो झर्ना आयो। झर्ना आयो। यो चाहिँ चराले बोलाएको झर्ना आयो। झर्ना ओ माई गॉड झर्ना अब हामी यहाँ नुहाउने छौँ है त। अनि म नुहाउने बेलामा तपाईँहरूलाई क्लिक भिडियो बनाउने छु। फेरि जोडिदिन्छु म। अब कहाँ राख्ने हो?
सरी गाइस, मैले चाहिँ तपाईँहरूलाई माछा मारेर हाल्छु भनेको थिएँ, तर हामीले जुन माछा मार्ने दली सोचेको थियो त्यहाँ चाहिँ अर्कोले दली ठुलो हुने रोक्यो र अब अर्को दली हामीलाई थाहा छैन। पानी नाल ठुलो छ, अब सजिलो दली त्यही थियो, तर उहाँले मार्दै हुनुहुँदैछ, हामीले छोडिदियौँ। अर्को पालि चाहिँ म स्योर तपाईँहरूको बिचमा चाहिँ दली ठुनेर माछा मारेर हाल्नेछु। प्लिज गाइस, लाइक, कमेन्ट, सेयर। गाइस नमस्ते, हामीले नुहाइधुवाइ गरेर नि सक्यौँ। अब चाहिँ हामी मामा भान्जा हौँ, अनि हामी मामा भान्जा फेरि अब घर उब्लाउने कथामा छ, तर हामी यहाँ एकदम राम्रो फाँट छ है, तपाईँहरूलाई देखाउँदै हामी बोलाएको छौँ। एकदम राम्रो फाँट छ, तपाईँहरूलाई चाहिँ हेर्न सक्नुहुनेछ। तपाईँहरूले कसले चिन्नुहुन्छ लाइक कमेन्ट गर्नु होला है त। अनि एकजना हिँड्दैको दौतरी, एकजना दुईजना बुढा मान्छे यहाँ बसिरहेको भएको छ, अनि गोरु चराउँदै के छ सन्चै हुनुहुन्छ? ल म चाहिँ अब घर उप लगाइदिन्छु बिस्तारै। फाटे फाट धान एकदम धान निस्केर चाहिँ सबैको धान निस्केको छैन, कति राम्रो धान फल्यो हेर्नुहोस् त। हातको थैला, सुनको मैला, के गर्नु धनाले, यो चाहिँ सुनको थैला हो क्या है त। यस यो हामी चाहिँ फाटै फाट जाँदैछौँ। हामी त दौडिने कि किन दौडिने? त्यो अमेरिकन धान होइन, कस्तो खालको अलिक भिक्ना त्यो मसिन फन्ने चाहिँ घाँस काट्न आउनु भा? ए ठाडोमा रोप्यो कि मरे? ल घाँस काटेर आउँछ, आउनु होला। हामी जान लाग्यो। कस्तो डोको क्षेत्रमा पुरै भरि खापे। ल त्यो मान्छे बाख्रा चढेर चाहिँ त्यहीँ गएर जानुपर्छ, गएर गफ हान्नुपर्छ। तरुन सरुन छ भने गफ हाल्ने, सुडी बुढापाका छ भने के गफ हाल, जवान मान्छेलाई त अलि। ल भान्जा, तपाईँलाई मामाले एउटा एकदम सुन्दरी मान्छे खोजिदिउँ त। हेर्नुहोस् तपाईँको लागि त्यहाँ बाख्रा चराउनु भएको छ। मेरो अलरेडी बुढी छ हो र भने मेरो लागि त कोही छैन, मेरो लागि कोही जन्म न यार, मेरो लागि पनि कोही जन्म कि म जनगणना गर्न मात्रै जन्मेको हो? मेरो लागि पनि कोही जन्म, कोही छौ भनी भन, कमेन्ट गर, लाइक भन गर। मेरो लागि पनि कोही छ भने किन मेरो लागि चाहिँ किन नभए? मेरो लागि पनि हुनु पऱ्यो त। ए ठिक एकदम म त यार भैँसी जस्तै बाखा भन्नु मिलेन। ठिक यस गाइस वाट्सएप आउनुहोस् भन्छ। यो चाहिँ पुरा ठुल्चौर थियो यहाँ, अहिले ठुल्चौर छैन, पुरा मिसिन लगाएर कहाँ पुऱ्याइदियो। पहिला बिचमा पनि चौर थियो, अहिले त्यो बिचमा पनि छैन, पहिला खोलाएर वाल बोक्थ्यो। तर पसलको माउहरूले चाहिँ यहाँ पहिला खेत थियो कि त्यो खेत माछारी भन्ने कुरा छ है, तर हामीलाई थाहा छैन। म त 56 सालमा जन्मेँ। भान्जा आउनुहोस् फेरि, भान्जा पनि फोटो खिचिदिनुहुन्छ। जहाँ हामी त्यहाँ हली बाजे भने चाहिँ यहाँ कुरा गर्दैछ। भान्जा आउनु, छिटो आउनुहोस् त। ए यस यो म लगाइदिएछु एकछिन है त। यस म तपाईँलाई भ्युज देखाउँदैछु एकछिन, कति राम्रो भ्युज छ हेर्नु त।
कति राम्रो भ्यू ओ माई गॉड कति राम्रो ठाउँ हेर्नु त यहाँ चाहिँ बाख्रा चराउँदै मान्छे मुठा लाग्दै हुनुहुन्छ र हामी चाहिँ उँभो लाग्दैछौँ यो माथिबाट यो मान्छे 100 हामी 1 रुपियाँ 2 भएर हामी मान्छे 100 100 हजार हजार हुँदै जाने हो एक मिनट टुङ्ग्यो भने त खतम भइहाल्छ नि हैन अबदेखि काम नभए ठाडो नभन होला है काम भएको ठाडोमा हामी चाहिँ ल हामी चाहिँ उकालो जाँदैछौँ यो उकालो अनि मलाई चाहिँ यहाँले मेरो थोप्रा चाहिँ यहाँ छ फेरि मलाई पनि नबिर्सिनु होला है त अनि हामी सर्ट यो उकालो जङ्गल जाँदैछौँ तपाईहरुलाई चाहिँ म ठ्याक्कै खरे खोज आइपुगेको छु अनि यतातिर चाहिँ हाम्रो गाउँको एकजना पहिलाको हाँकै बुढा भन्ने चाहिँ झुमिरो मर्यो अरे भन्ने कुरा सुन्छ यतातिर बाख्रा चराउन आउँछ भने होसियार खेतपर्छ तपाईँहरूलाई भन्दै पुरै माछा मार्न नपाएर रिसले सुरसुर भएर चाहिँ त्यो चाबेले उतिर हान्दै हुनुहुन्छ अनि म चाहिँ यहाँ भिडियो बनाउँदै हिँडिरहेको छु गाइस यस कसरी हिँड्दिउँ म एकतिर माथि बिच म तपाईँलाई भिडियो बनाउँछु त यस फाइन गाइस पसिने भएको छु म है हामी मा भन्छ बल्ल घर नजिक आइपुगेका छौँ अब चाहिँ घर आइपुग्यो हामी अघि हामी चाहिँ घरबाट हिँडेर लिच्यो अरेल पनि देखियो होइन अनि बाटोमा कति हिँड्दै गयौँ अनि एउटा कुला जस्तो झर्ना थियो त्यहाँ नुहाएर पनि हेऱ्यौँ है फाइनली चाहिँ हामी चाहिँ घरमा नजिक आइपुगिसकेको छौँ तर धेरै टाढा छैन घर चाहिँ हाम्रो नभम्रो अनि तपाईँहरूलाई जो लाइक कमेन्ट गरिदिनुहुन्छ अनि म चाहिँ यता चेपाङको हो अनि हाम्रो सोसाइटीबाट चाहिँ एकदम कम मात्रै हुन्छ होइन अब पपुलरहरू पनि त्यस्तो खासै धेरै हुँदैन पपुलर पनि तर मेरो सानो प्रयास हो अनि किनकि तर नेपाली जनताले चाह्यो भने असम्भव कुनै कुराको छैन किनकि असम्भव कुनै कुराको लागि छैन है त अनि सङ्घर्ष ठुलो कुरा हो थ्याङ्क यू सो मच अनि उता मेरो घर अनि अब नजिकै आइसकेँ अन्त मेरो भिडियो यहीँ बनाइरहेको छु लाइक कमेन्ट सब्सक्राइब थ्याङ्क यू सो मच